भैँसीले पानी खायो साथीहरू भैँसीले पुरै पसिना आइरहेको छ यहाँ देख्नु नमस्ते एनसिआर अनि स्वागत छ तपाईँलाई मेरो नेक्स्ट डे भिडियोमा आज फेरि नेक्स्ट डे भिडियो स्टार्ट गरिसकेको छु अहिले चाहिँ साथीहरू यहाँ हाम्रो एकजना साथी चाहिँ रुममै छुट्यो त्यही भएर हामीले चाहिँ पर्खेर उभिरहेको छौँ अब ऊ आउँछ अनि जानुपर्ने हुन्छ घाम पनि यस्तो लागिरहेको छ साथीहरू यहाँ देख्न सक्नुहुन्छ पुरै लागिरहेको छ घाम फाइनली साथीहरू हामी चाहिँ धेरै दिन पछाडि आइज दुईजना भएर हिँड्दैछौँ र कराङ्गासी जानलाई त्यही भएर हिँड्दैछौँ घाम हल्का अन्त निकै लागिरहेको छ घाम त्यही भएर पुरै पसिना आइरहेको छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले साथीहरू अहिले चाहिँ म शीतल बाटो भन्दा हिँड्दैछु मेरो साथीको चाहिँ दुईजना भएर जाँदैछु कति पनि गाडी मात्रै चढ्नु भनेर कहिले कहिले अब खुट्टालाई पनि एक्सर्साइज दिउँ न त भनेर पुरै हिँडिरहेको छौँ है साथीहरू देख्नु सक्नुहुन्छ तपाईँहरूले कस्तो अहिले चाहिँ हिँड्दा साथीहरू फाइनली शीतल ठाउँमा आइपुग्यो त्यही भएर म चाहिँ यहाँ पार्कमा बसिरहेको छु धेरै गर्नु भयो नि त हिँड्दा त्यही भएर यहाँ बसिरहेको छु यहाँ परिवारहरू पनि रहेछ देख्न सक्नुहुन्छ साथीहरू त्यो राम्रो छ साथीहरू शीतल ठाउँमा बस्नुको आनन्द पनि धेरै फाल्टै हुने क्या त्यही भएर मस्त बसिरहेको छु म चाहिँ साथीहरू मजा अहिले हामी चाहिँ अहिले साथीहरू पार्कमा छौँ भैँसीले पानी खायो साथीहरू भैँसीले अलिक धेरै अझै अलिक धेरै हामी चाहिँ साथीहरू रातो कार्पेटको यो तालमा आइरहेको छौँ देख्न सक्नुहुन्छ यहाँ यस्तो खोला छ यहाँ आज त्यतिजना भिडियो त बनाउनु पाएन भिडियो बनाऊ भनेर गएको थिएँ चाहिँ भिडियो बनाउने बिर्सिएछु क्या मैले त्यही भएर साथीहरू बनाइन भिडियो थोरै चाहिँ बनाएको छु के कस्तो हुन्छ साथीहरू हेरेर दिन्छ